guys, welcome back to my channel. Hello Didu. Hello. So आज चाहिँ हामी guys ब्रो बेकरी जाँदैछौँ अनि दिजुले मलाई क्रोसन खुवाइसिन्छ अरे अनि तेरो ब्लगको स्पोन्सर पनि मै हुनु पर्छ नो यु आर द स्पोन्सर नि अफ कोर्स अनि सो म आज जाँदैछु ब्रो बेकरी म चाहिँ क्रोसन खान्छु इट इज द प्रोनाउन्सिएसन इज क्रोसन हैन oh my god croissant I don't know but हामी जाँदैछौँ I don't know either so हामी आज जाँदैछौँ हैन आधी बाटोमा पुगिसक्यो जाँदैछौँ ल ल आधी बाटोमा पुगिसक्यो हामी त्यो होइन जाँदैछौँ त हो नि यार न अनि हामी अब पुग्न लागिसक्यो विदिन 3-4 मिनट्स पुग्छौँ गाइज होइन लाज लाएर मर्न लागिसक्यो मलाई मान्छेले हेरेर थियो है अनि एनिवेज गाइज stay tuned bye we are here मलाई यति जान मन थियो गाइज यो ब्रो बेकरी यति जान मन थियो हैन and it's very good bakery के एकदम नै classic hi-fi bakery हो and I really wanted to go here दिजु त 2-3 चोटि गएर आइसक्छ है दिजु so this is my first time हैन I'm so excited no sorry this is my second time but मैले croissant चाहिँ खाएको थिएँ नि आएको so yeah first time बनाएछ but it's kind of like a first time भनौँ न so this is the bakery guys माथि बसौँ है so guys let's open मैले ब्लुबेरी वाला पनि भनेको थिएँ मेरो प्याकिङ हजुर यो एउटा गर्नु मैले अस्ति नै खानु आउँछ कि यो I don't know why I did it guys this is a place क्यास गर्छ एउटा यो चाहिँ प्याकिङ गर्नु यो चाहिँ प्याकिङ ड्रिङ्क्सहरू त उतै अर्डर गरेर थ्याङ्क यू के रे हामी चाहिँ यहाँ जानेछौँ यहाँभित्र so excited guys I'm very excited अनि guys हामी ड्रिङ्क्समा चाहिँ म्याङ्गो प्यासन खान लागिरहेछौँ and I'm so excited म यहाँ आइसकेको थिएँ पहिला पनि बट मैले यहाँको क्रोसन चाहिँ ट्राई गरेको थिइनँ सो फर्स्ट पहिला चाहिँ आउँदाखेरि चाहिँ मैले ब्लुबेरी स्मुदी ट्राई गरेको थिएँ आई डिडन्ट गो विथ द क्रोसन सो टुडे आइम गोना गो यस सो क्रोसन एन्ड के अरे म्याङ्गो प्यासन my god guys oh my god यो चाहिँ पिस्ताचियो हो यो चाहिँ रफेलो हो म चाहिँ I'm gonna have this guys है त अब and I'll tell you guys so I'm gonna try this है त this is the chocolate यहाँ हातै खाने होइन guys अनि यो चाहिँ पेस्ताचियोको हो है पेस्ताको हो यो चाहिँ What the hell? I like this more. But it's just okay. Half in the. I like this. Oh my god. तर यसमा यति धेरै सुगर छ नि यहाँ त्यसमा एकदम धेरै सुगर छ आज सुगर नै पुग्यो मोह लाग्यो क्या त्यसको भित्र चकलेट फिलिङ हुँदैन क्या यो खाएको यो खा यहाँबाट आँट गर्न ठुलो बाइट दिन्छ कस्टर्ड वाला हो But I'm in heaven. एक पीस खाया ना Oh my god. Well, thanks man.
My pleasure. पेट भरिहाल्यो उसले खाइस् त सबै त्यस्तो खानु नै मन लाग्यो दिस इज आवर जुस के जुस ल्याइदिन्छु यो चाहिँ Strawberries. Not bad. So how was the croissant? It's good. मिठो थियो है guys हामीले croissant खायो and it was so fulfilling, it was so nice. यति पेट भर्यो मेरो and thanks to you. अनि अब चाहिँ we're gonna go guys. अब चाहिँ कहीँ जान सकिँदैन है. I was thinking कि हामी यसपछि कहीँ जान्छौँ खानालाई भनेर but the croissant was so full I can't go anywhere. अब we're straight going to home. Masjura Handy. And Masjura Handy Vilka. So bye guys, that's for today. So this is me signing off. Bye guys. हामी चाहिँ यहाँ पानीपुरी खान आइरहेको छौँ है पानीपुरी अनि आफ्टर ब्रो बेकरी हामी पानीपुरी खान आइरहेको छौँ धेरै गुलियो खाएर अमिलो पिरो खानु मन लाग्यो क्या so हामी यहाँ छौँ guys and we're gonna have पानीपुरी यहाँको त्यो दाइले मलाई हैन फ्रीमा चकलेट दिनुभएको थियो क्या चकलेट चाहिँ तपाईँसँग भनेर सोधेँ कि यहाँको पहिलाको दाइले के मैले तपाईँसँग चकलेट छ भने पसल होला चकलेट होला भनेर उहाँले बाहिरबाट कसले लिएर आइदिनु भएको ठोला जस्तो छ It's good, different taste. I like it.